आज कस्तो अल्छी लाग्ने दिन रहेछ हो साथी के गर्नु आज कोही पनि साथीहरू पनि छैन अरू अनि कस्तो अमिलो पिरो पनि खानु मन लागिरहेछ हैन अनि त्यही नुन सुन पनि बोकेर आएको छु घरबाट यहाँ हेर साथी यहाँ हेर न यहाँ हेर त नुन सुन सबै छ हामीसँग नुन सुन सबै अभाइलेबल छ अब के कसैलाई अब भेटौँ न अब बाटोमा हिँडेर आएको है कसैलाई हेर्नु साथीहरू कोही छैन आएको त्यही त अब हेरौँ न कसैलाई एक दुईवटालाई फसाम न त अब साथी के गर्ने हो अब नुन सुन पनि बोकेर ल्यायो घरबाट अब थाल्नु त मिलेन अब केहीबाट त कहीँबाट त जुगाड गर्नुपर्छ नि त साथी होइन खोजौँ म कसै अब कसैलाई देखौँ न यताउति हेरौँ त बाटो साटोमा उहिले हेर न उहिले कसलाई त्यसको हातमा के छ मिल्यो होला हौ सायद मेलहरू जाउँ त सोधि हेरौँ न जाने ला नुन त घरमै बिर्सेछु यार नुन लिन गयो भने फेरि आउन दिँदैन 500 छ तिनीहरूले त नुन जस्तो लाग्यो के किन लगाएर माग्नु पर्यो साथी तिमीसँग रुम छ 5 उयो लिएर आएको थिएँ कि नुनै भएन हौ साथी खोइ कस्तो मिल्छ खोइ हेरौँ हेर न मिल त ठिकै छ होइन नुन छ तिमीसँग म साथी मिल त राम्रो राम्रो रहेछ होइन नुन त मसँग पनि छ तर मिलेर खानु भयो चाहिँ मात्रै खाउँ मसँग नुन पनि छ होइन खाने मात्रै साथी ल होइन तर उता जानुपर्छ कता उतातिर जाऊँ जाउँ ल साथी मैले त मिठै छ त नि साथी मिठै छ पाहाडबाट ल्याएको हो नि त साथी अनि पाहाडको त धेरै मिठो हुँदो रहेछ त नि धेरै मिठो हुन्छ नि साथी पाहाडको त कहिले ल्याएको चाहिँ हिजो त ल्याइदिएको मम्मीले मिठो छ मिठो छ नि साथी कति मिठो मिठो अब लास्टै एउटा छ अब लास्टै एउटा खाँदै खाँदै छ छिटो छिटो अनि पनि एउटा उठाइहाल्छ लास्ट एउटा मै उठाउँछु दिदीले सोचिरहेको होला मेरो सकिसक्यो म छिटो उठाएको भनेर मेरो सकिनु भन्दा अगाडि उठाइहाल्छु म रेडी म लिएर भागि नै हाल्छु देखिने भाइ मैले के खान्छ सुरु मै लान्छु भन्थेँ नि खाँदैछ अब म खान्छु अब